ल साथीहरु हामी चाहिँ यो अंग्रेजी 2025 नेपाली 2082 सालको चाहिँ हामी यहाँ पाँच दाजुभाइ चाहिँ हैन सबैजना भेला भएर चाहिँ सबैतिर देखाउँ बाबु सबैतिर सबै यता बाबा ठुलो बुवा काकाहरु सबैले देखाउँ सबै फुपूले पनि जम्छेके डुलाउनु सबैतिर डुलाउनु ल र यसरी हामी चाहिँ सुरुवात भइसकेको छ हाम्रो म चाहिँ सबैभन्दा जेठो भाइ यो दोस्रो भाइ तेस्रो भाइ चौथो पाँचौं उता चाहिँ कान्छा भाइ हामी चाहिँ हाम्रो चाहिँ सुरु भइसक्यो चाहिँ कति बजे भने 11:40-45 मा चाहिँ हाम्रो सुरु भइसक्यो अनि सबैतिर डुलाउने फुपूलाई पनि देखाउनु हामीलाई पनि देखाउनु सबै कुराहरु अम्ल ठेकिएर अनि त्यहाँबाट ल है ल आशिक चाहिँ राम्रो दिनु पर्यो है मलाई बहिनीले म पनि दिन्छु आज सम्मान जे जति हैन बहिनीलाई गाली गर्यौं होला त गाली चाहिँ सबै आशिकतिर फर्कियोस् गाली नलागोस् शराब नलागोस् हैन आफ्नो घर परिवारसँग राम्रोसँगले घरजम गरेर बस्नु हैन सबैको समाजको प्यारो बन्नु ज्ञानी बन्नु सासु ससुराको बुहारी होइन छोरी जस्तो हुनु भाङ्गो भयो श्रीमान आफ्नो जीवन साथी ज्वाइँसँग कहिल्यै पनि झगडा नगर्नु घरको भनेको छोरी मान्छे भनेको छोरी भनेको एउटा लक्ष्मी हो जहिले पनि बुझ्नु बहिनीले है सधैँले चाहिँ हैन अहिलेसम्म पनि एउटा भान्जीको आमा भएर पनि टीका लाउन नजानेको अवस्था हुँदैन यस्तो मानिँदैन दाइले सिकाउनु पर्दा यस्तो मिलेन नि लेभल र त्यसरी सधैँ हैन माइत आउँदा जाँदा दाइ भाइहरुसँग राम्रोसँगले हाम्रो बहिनी आयो भनेर चाहिँ छोरी आए चेली आयो भनेर सबैले आए हो सबैको अनि कर्म घरमा पनि सबैले समाजले ओहो फलानाको बुहारी त राम्रो ज्ञानी ध्यानी छ समाजलाई समाज राख्ने इष्टमित्र राख्ने हैन अनि आफ्नो दर दाजुभाइ पनि राम्रो सघाउपघाउ गर्ने बुझ्ने व्यवहार राम्रो गर्ने छन् साह्रो राम्रो बुहारी छन् त्यो घरको त सम्झिन लायकको मरेर जाँदा पनि को मर्दो को बाध्दो साह्रै राम्रो बुहारी हुनुहुन्छ छोरी हुनुहुन्छ बुहारी भाउजू हुनुहुन्छ जेठानी दिदी हुनुहुन्छ के अरे इत्यादि धेरै नाताहरू धेरै हुन्छन् हैन सबैजनाको सबैको ज्ञानी रहेछन् ज्ञानी छन् भनेर होस् भन्ने होस् ल धेरै फुलको मङ्गीमा हैन अनि टीका लाउनु पाएन त सबैतिर डुलाउनु पर्यो नि त क्यामेराम्यान अलिक भएन मेरो क्यामेराम्यान चाहिँ अलिक अघिदेखि सुरुवातदेखि नै क्यामेराम्यान अलिक भएको छैन ल आफ्नो आशिक दे केटा बहिनी मलाई दिइसकेको यहाँ कपडामा लागेन कलरहरू छैन एकदम सफा लाग्नु पर्यो कलर गएर बाबु हेर त भाइहरु ठुलो मामी तयारी पारेको पर्नु भएन ठुलो गर्दा बेलुका आउँदा मेरो दोमा सकेर काम गर्नु पर्यो नि मेरो तिमीहरू 11 नम्बर को 11 नम्बर अब भान्टाङ होला जाने न सबै जाने अरे हामी 3 जना दाजु अनि गयो पछि गर्नुहुन्छ
दुईजना बाबु भाउजू ल ठिक छ ल साथीहरु तपाईहरुको चाहिँ कस्तो भयो हैन हाम्रो यस्तो खालको भयो है हाम्रो स्वर्ग जस्तो घरमा यस्तो खालको दीपावली हुँदैछ म चाहिँ जेठो पाको भएर लाइसकेको अवस्था छ अब मेरो भाइले चाहिँ लाउँदैछ अर्को भाइले अब 2-3 जनाको पालो बाँकी नै छ अब लाउनुलाई किन्दैन त हौ भान्जी उता भान्जी पनि चलेको अवस्था नचल्नु भान्जी नचल्नु कोतली भान्जी नचल्नु कोतली भान्जी नचल्नु अर्को पनि छ बाबु होला त अर्को रेडीमेड बजार के ल्याइदिनु है ल्याइदिनु ओइ ल क्यामेरा पकडी भनेको मलाई नलागेको देखाउ है नलागेको देखाउने यता बस्नु न त अब उठ्नु कोही छोड छोरी त्यहाँ त अघि पवन थियो भन्दाखेरि भिडियो पूजा गर्छ न मामासँग चाहिँ उता नामको मामासँग मलाई टिका थियो गफ गर्न पर्दा टिका लाउनु म त जे पनि एक साउदानी गोमा घालबाट लाउनु भयो जन्केको नहुने टिका लाउनु नहुने कस्तो छ नि त्यो फेरि हाम्रो पवन भाइ त्यो टिका लाउँदैन लाएपछि सबै लाउँछ के अनि के गर्दिनु त नि अब बाहिर सरे यो बनाउनु मन लागेर त्यहाँ मालामा बस्नु है सुन्दै बसिराख्नु है नआउनु है खतरा भिडियो भइरहेको ढोगीमा आएकै छिटो म त हिँडिहालेको ढोगीमा रोकिदिनु के अब रोक्दैन नबोलीका त राम्रोसँग लगाइ राम्रो शब्द बोल्ने राम्रो बोल्ने सबैको भलो होस् भन्ने ज्ञानी बन्नु भने चेलीलाई आशिक दिनु छैन यिनीहरू त जान्दैन हौ एकछिन पङ्खा पनि छैन यहाँ जाडो भयो जाडो भयो त टिका लाउनु भयो दिदी लाउने आफ्नो खुसीले लाउने त्यहाँ भिडियो भएको छ कि छैन भाइ टाइम चलिरहेको ए चलिरहेको किन कोङ्ग्रा गरेको छ अहिले भाउजूसँगै लाउनु कि म यहाँ बसेको मात्रै कि टिक टिक के हात त मेरो त देख्दैन भयो सक्यो बल्ल बल्ल देखियो सबैले कस्तो फास्ट भएको मालालाई त टप टप टपरीमा सेलरोटी गलामा फुल छेउछेउमा रौसी बिचमा शीतन खाउली चेलीले देउली हामी खाउला बरै मेरो आइफोनमा फोन आयो कता फेरि मेरो आइफोन आइफोनमा फोन आयो कि मेरो फेरि अब खान दिने 2082 साल कार्तिक 6 गते हाम्रो चाहिँ छोरा दुईटा आरोस आरोन बीचमा बस्ने मेरो भान्जा सुसाङ तामाङ मेरो छोरी टिका लगाइदिँदै हुनुहुन्छ हाम्रो चाहिँ टिका सुरु भइसकेको छ है आरोस आरोन भान्जा
हजुर भन्ने मजाले है। ल ठिक छ। छोरीले टिका लगाइदिएको अवस्था आरुषलाई अनि मेरो छोराहरूको शुभ सायद ठ्याक्कै कति बज्यो अहिले घडी हेर्नु त 11:30 ट्याक्कै 11:03 साइडमा चाहिँ हामीले टिका सुरु गरिसकेको छौँ। अब अहिले फेरि भिडियोलाई प्लस गर्दै जानेछौँ है।